हाई एभ्रिवान, नमस्ते। यमी फुडमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि पकोडाको रेसिपी तयार पारेकी छु। वास्तवमा पकोडा धेरै किसिमले बनाउन सकिन्छ। मैले चाहिँ आज हजुरहरूको लागि आलु र प्याजको पकोडा बनाएर देखाउने छु। यो रेसिपी एकदमै सिम्पल छ। यसलाई छोटै समयमा नै बनाएर साथीभाइहरूसँग इन्जोय गर्न सकिन्छ। ल सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरूबाट। यो सबै सामग्रीहरूको नाम तल डिस्क्रिप्सन बक्समा नै लेखेकी छु। सुरुमा एउटा भाँडा लिने, अब त्यसमा लाम्चो लाम्चो गरी काटिएको प्याज राख्ने, अब खुर्केको आलुलाई पनि राख्ने। मैले चाहिँ यो आलु यस्तो ग्रेटरले खुर्केर राखेको हो। त्यसै गरी मसिनो गरी काटेको धनिया पनि राख्ने, हरियो खुर्सानी पनि राख्ने। त्यसै गरी स्वाद अनुसार नुन, भुटेको जिरा, रेड चिल्ली फ्लेक्स, अलिकति बेसार, गरम मसला, अलिकति चामलको पिठो। चामलको पिठोले हाम्रो पकोडा एकदमै क्रिस्पी बनाउँछ। लसुन अदुवाको पेस्ट पनि राख्न नभुल्नु होला। अब 3-4 चम्चा बेसन पनि राख्ने। बेसन राखेर मोल्नु अगाडि साइडमा तेल पनि तताउँदै गर्छौं। तेल तात्दै गर्दासम्म हामी सबै सामग्रीलाई मिक्स गर्छौं। पानी कम राख्नाले हाम्रो पकोडा एकदम क्रिस्पी भएर आउँछ। यसलाई बिना पानी यतिकै मुस्दै जाने। हेर्नुहोस् त हाम्रो आलु र प्याजबाट निस्केको पानीले नै यो मुस्न मिल्छ। अब लास्टमा बल्ल 2-3 चम्चा जस्तो पानी राखेर फेरि एकचोटि मिक्स गर्ने। ल हाम्रो पकोडाको मिक्स रेडी भयो। अब तेल तातियो तातेन भनेर चेक गर्ने। हाम्रो तेल पनि राम्रोसँग तातिसकेको रहेछ। हाम्रो तेल चाहिँ मिडियम हिटमा आउनुपर्छ। अब 1 चम्चा जस्तो मिक्सर लिएर तेलमा फ्राई गर्दै जाने। पकोडा राख्दाखेरि चाहिँ एकचोटिमा धेरै नराख्नु होला। पकोडा राखेको 2 मिनेट पछि यसलाई पल्टाउने। यसलाई पल्टाएर पनि 2 मिनेट जस्तो पकाउनु पर्छ। यो दुवैतिरबाट राम्रोसँग पाकिसकेपछि एउटा पेपर टावेलमा हामी यसलाई निकाल्छौं। यसरी नै बाँकी पकोडाहरू पनि बनाउनु होला। हेर्नुहोस् त कति राम्रो देखिएको। फेरि यसलाई पनि पल्टाएर 2 मिनेट जस्तो पकाउनु होला। ल हाम्रो बाँकी पकोडा पनि रेडी भयो। यसलाई पनि त्यही पेपर टावेलमा निकाल्छु। हाम्रो सबै पकोडा रेडी भयो। हजुरहरूले पनि ठ्याक्कै यसरी नै बनाएर साथीभाइ फ्यामिलीसँग इन्जोय गर्नु होला। मैले चाहिँ पकोडालाई केचपसँग सर्भ गरेकी छु। ल मैले चाहिँ सुरु गरेँ है त। वाउ कस्तो यम्मी भएछ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि हाम्रो भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै मिठो र इजी रेसिपी लिएर आउने छु। तबसम्मको लागि ह्याप्पी कुकिङ।